फोटो आएन ल ठिक छ आइहाल्छ त यो चाहिँ ल दमकको मेन भनेर तिम्दै हुन्छ ल चुम्बकले तान्दै हुन्छ कि कतातिर मम्मी सुत्नु भयो यहाँनिर जानुभयो जम्मा 600 भयो कान्छाल दुए ल कति न्याउरे भएर बसेको अनि अलिक खुसी हौ न होइन म दुई आउँदा 300 भयो अनि यहाँ आइपुग्यौँ घोडा चढ्ने घोडा घोडा कहाँ हिँडेको तिमी ल हाम्रो भाइ कार्यक्रमलाई सकेर हामी चाहिँ आज चाहिँ पाथिभरा माताको होइन दर्शन गर्न चाहिँ गरिरहेको छौँ होइन ल हामी चाहिँ सपरिवार त होइन तर बाबा मम्मीसँगै किन हेरेको सबैजना टपर हेर्नुहुन्छ त फोटो आएन ल ठिक छ आइहाल्छ त आइसक्यो अब ल हेर्नु आइसक्यो होइन तपाईँ पनि त हुनुहुन्छ हामी अब हिँड्यौँ ल है हामी आज पाथिभरा ठाउँमा चाहिँ बाबा मम्मीसँग चाहिँ हिँडेको छौँ सर्लक्क त्यहाँनिर चाहिँ चिया बगान पनि देखाइदिइहालौँ भनेर यो इलाममा चाहिँ होइन हामी इलाम पुग्नै बाँकी छ है उल्लाबारीको चिया बगान चाहिँ होइन यो कुन ठाउँको चिया बगान हामी दमक आइपुगेछौँ है दमक दमकबाट कता लाग्नु पर्यो सिधै कता अगाडि ल यो चाहिँ ल दमकको मेन भनेर है यहाँबाट गएर हामी सर्लक्क लाग्नेछौँ ल माइकला ए माइकला भन्ने ठाउँमा आइपुगेछ है ल मन्दिरहरू सरदेखि ल चढाउ पैसा ल माइकला तिम्दै हुन्छ ल चुम्बकले तान्दै हुन्छ कि कतातिर हुन्छ नि त्यस्तो है हुन्छ नि ल हामी माइकला क्रस भइयो है अब हामी मम्मी पाथिभरा माताको यात्रा कस्तो भइरहेछ अहिले राम्रै छ अहिलेसम्म त केही भएको छैन नि लगभग 1 घन्टा 20 मिनटको यात्रा गरिसक्यो रमाइलै छ भइरहेछ है हुँदैन है ल ठिक छ रमाइलो गर्नुपर्ने हुँदैछ भाइ ठिक छ मम्मी सुत्नु भयो यहाँनिर जानुभयो तीर्थयात्राले गर्दा निद्रै चोक झापमा हुनुहुन्छ ल है हामी पाथिभरा दर्शनको लागि चाहिँ आइपुगेछौँ आज हुसी लागेको छ है वर्ल्ड कपबाट हल्का छ हामी चाहिँ हुन्छ म मिस कल गरिदिन्छु ल त्यसो भने अझ सजिलो धुपी ल्याएको छ पूजाको लागि सामान 400 यसमा 450 500 जम्मा 600 भयो यस्तो यो फेटाहरू लाउनु हुन्न बहिनी फेटा बाँधेर जानु हुन्न फेटा बाँधेर जानुपर्छ टाउकोमा यसरी बाँध्ने हो आफ्नो इच्छा अनुसार होस् है हजुर हुन्छ त्रिशूल घन्टीहरू पनि लानुहुन्छ भने छ है चाहिने कुराहरू लग न यस्तो यो त्रिशूल घन्टी चाहिँ माथि चढाउँछ नि त हैन त्यो त कब्ला हुनेहरुले हो यस्तो छ भने चाहिँ हाम्रो छैन हुन्छ म यहाँ प्लास्टिकमा हालिदिन्छु बहिनी प्लास्टिकमा हाल्नु प्लास्टिकमा हालिदिन्छु तपाईले कहाँ त्यतिकै बोकेर जानु सक्नुहुन्छ जाडो त साथ हुसी लागेछ जाडो लागेछ जाडो आज चाहिँ त्यति धेरै शीतल नै छ भन्नु न जाडो हल्का त्यसकाले भयो मम्मी बाबासँग चाहिँ फुटाउने ठिक छ ल सुरु भयो आज हामी पाथिभरा माताको दर्शन गर्न आएको छौँ हात धुने पानी यही रहेछ गणेशमा हुनुहुन्छ ल हात धुनु त हात 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 अलिअलि यसो मनले धुनु न धेरै धुनु पर्दैन मनले धुनु तिमी धोइसक्यो त मम्मी यो अठाउनु त्यसरी ल म हात धुन्छु ल ल ल यो कान्छाल धोए ल हात धुएर अब मनले सफा हुने ल ल मनले सफा हुने ल
चप्पल यहीँ फुकाल्नुपर्छ ल हामी तलको यहाँ भगवान्लाई पूजा गरेर अब हामी माथि चढ्छौँ ल इलामको पाथी भएर घुम्न आउँदा चाहिँ हामीले यस्तो सान्ताल भेट्यौँ है नरिवल छुटेछु न कहाँनिर कहाँ यहाँ छोड्नु जस्तो लाग्छ मलाई नरिवल थियो छैन लिएर आउनु जानु हो नरिवल छुट्यो ल हाम्रो नरिवल छुटेछ है म नरिवल बोकेर आउँछु जान्ने हुनुहुन्छ हामी उकालो सुरु गऱ्यौँ है अब माथि जान्छौँ 15-20 मिनटहरू लाग्छ अरे हामी इलामको पाथिभरामा माथि चढ्ने क्रममा छौँ अहिले बाबु मम्मी र मेरी उनीसँगै म आज हुसु लागेको छ तर सिडी बनेछ है सजिलो भइरहेको छ सिडी बनेछ नि त यहाँनिर जाने बाटोमा सिडी बनेको छ यहाँहरू पनि होइन आउन सक्नुहुन्छ सजिलो बाटो भइसकेको छ पहिलाको भन्दा रहेछ ल अगाडि बाँदर पनि होइसिँदो रहेछ मिता नभन न होइसिन्छ जग्गामा आज हुसु लागेको त्यति गरी त्यही त तिमीले चाहिँ बुझ्छौ पर्दैन के गरेको त्यसले फेरि बाटोमा ल जुन्यो ल मुङ्गुर देखाएर चाहिँ ल छोडौँ बाटो छोडौँ यहाँ यतातिर मालतिर नहेरौँ न अहिले भरेर हाम्रो आफ्नो मन खुसीले दिन्छौँ त नि कति न्याउरे भएर बसेको अनि अलिक खुसी हौ न हामीहरू अलिक खुसी हौँ त धेरै न्याउरे नहौ न हामीहरू अलिक खुसी हौँ पाखुरी बल्छ मार हेर्दैछ नगर्नु केही पनि पाखुरीमा तागत रहेसम्म है आउनु मन लाग्छ यो कति पहिलोचोटि आउनु लाग्नु भएको होइन म आउँदा 3 खेप भयो आइरहनु मन लाग्छ है अलि सन्चो हुन्थ्यो अलि हिँड्न सकिन्थ्यो ठिक छ आउनुपर्छ त मिलेसम्म आउनुपर्छ यहाँ हाम्रो बुढी हजुरसँग भेट भयो हिँड्नु गाह्रो भयो त्यही पनि आउनु मन लाग्छ भन्दै हुन्छ आइरहनु भएको छ भगवानको दर्शन त्यही त है नि बाटोमा भेट हुनुभयो ल विश्राम गर्ने ठाउँ आइपुगेछ एकछिन ल विश्राम गर्नु ल घन्टी पनि थाल्यो आयो अरे सजिलो भइरहेछ भन्दै हुन्छ मम्मी सजिलै भयो नि होइन आइपुग्यो त बनाउने भनेको विरोध गरी आएछ ल हामी माथि आइपुग्यौँ डाँडामै हो यही त होला नि यहाँ पनि होइसिनु त नि प्रसादहरू त आइमै ल मेरी पनि डाली बोकेर चाहिँ हिँड्दै थिइन् अब पूजा गर्न प्रस्थान मम्मी हुन्छ बाबु त त्यही जानुभयो राम्रो छ ल हामी चाहिँ आज आएको हो आइपुग्यौँ पूजा गर्न हुन्छ पछाडि गाह्रो छ नि पूजा गर्नुपर्छ बेला बेलामा हजुरहरू पनि आउनु सक्नुहुन्छ घरमा कर्म गर्नु पऱ्यो रमाइलो छ मन शान्ति मिल्छ अरे हामीलाई पनि मिल्छ सबलाई मिल्छ अरे होइन अहिले 2 जना अर्को पालि आउँदा छोरीसँग 3 जना सब मिलेर आउने हो है त ल आइपुग्यौँ हामी यहाँ हुनुहुन्छ अब हामी पूजा गर्नेछौँ मेन ठाउँ सुरुमा हामी गणेश माताको मन्दिर गणेशको मन्दिर माता होइन दुर्गा माता त त्यहाँ पछि हुनुभयो गणेशको हामी पहिला पूजा गर्नेछौँ हामी पस्यौँ जानु देख्दिनँ
चाहिँ आज अहिले ठ्याक्कै कन्याममा आइपुग्यौँ कन्याममा चाहिँ खाना भेज खाना खाने कार्यक्रम चल्दैछ पानी दिनु न ल हामीलाई यता पनि छोपेको भन्दैछु त म त मिठो एकदम दामी गुन्द्रुकको अचार मिठो आज कन्याममा आएको धुसु लागेर मजाले देखि नै रहेको छैन अब के भन्नु अब छुर्पी किन्नु पर्यो भन्दैछौँ फोन पे सब चल्ने जस्तो छुर्पी कमलोबाट छुर्पी कन्याम बजार घोडा चढ्ने घोडा 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 आयो घोडा घुसु लागेको छ देखिँदैन यहाँबाट बदल्यौँ कहाँ हिँडेको तिमी आज हाम्रो पाथिभराको माताको दर्शन थियो जससँगै हामी थोरै कन्याम पनि घुम्ने भनेर आएका थियौँ आज एकदम तुवालो लागेको थियो त्यो कारण हामीले यस राम्रोसँगले सिन त हेर्न पाएनौँ तर पनि धेरै घुम्नलाई हेर्नलाई आउनुभएको महानुभावहरू हुनुहुन्थ्यो जसलाई चाहिँ सबैले मजाले राम्रोसँग अवलोकन गर्न नसके पनि रमाइरहनु भएको थियो र यो सँगै म पनि बाई बाई कन्याम फेरि भेटौँला भन्दै फर्क्यौँ ह्याभ अ गुड डे